एकदम खुसी लागेर उपहार पठाउनु भयो स्वतन्त्रको यो एकदम ठुलो उपहार हो स्वतन्त्रको ठुलो उपहार पठाउनु हुँदैन राख्नुपर्छ 84 मा जिताएर मात्रै लाउने हो अहिले मेरो सबै 84 मा जिताउने अनि लिएर लाउने लगेर हामीले राख्ने हो 84 मा मात्रै जितेर लाउने भोटको दिन जाने हो लगाएर जाने हो अनि वहाँ जितेर आउनु भयो लिङ्गी वाला खै सन्जु लामा खै आयो सन्जुको आमा खै साउनीहरू त आएन ल हुन्छ दिदी ल बोल्नु नबोल्नु त हाम्रो दाजु चाहिँ त्यो भाइ अमेरिकामा यहाँ कुरा हुन्छ हाल चाहिँ यहाँ चाहिँ पोखरा पोखरा हो हाल चाहिँ अमेरिकामा हुनुहुन्छ उहाँले चाहिँ यहाँ आमाहरू त्यहाँनिर गएर श्रमदान हाम्रो मेयर साथीको श्रमदानमा चाहिँ कपिल पुरा पकाहरू हुन्छ उहाँहरूलाई चाहिँ तपाईँले छानेर चाहिँ छान्नुहोस् यस्तो विषय दिदी भनेर पैसा दिनुभएको भाइ बोल्नुभएछ होइन अझै त्यो पुगेन भने कोही त्यस्तै अलिक हुन्छ नि निर्णय आइरहेको श्रमदाताले दिनु भन्नुभएको छ क्या यहाँ चाहिँ त्यही भएर उहाँहरू श्रमदानमा हुनुहुन्छ अब कति त मिडिया पनि देखिँदैन उहाँहरू त होइन घटिराख्नु भएको हुन्छ अनि त्यही भएर अनर्थ गर्नु पऱ्यो अनि त्यसपछि हाम्रो धन्यवाद उहाँले यहाँ हामी खाडीलाई आमाहरूलाई भाइ हो एकदम तपाईँले धन्यवाद छ हाम्रो हरेसम्मको एकदम साथ सपोर्ट दिनुहोस् हामी कुनै खाडी भए पनि यसो गर्छौँ भने यो 84 मा हाम्रो मेरो साथले जित्नु हुन्छ नि त्यतिखेर त्यो दिन लाउने हो यो लुङ्गी यो देशको उपहार हो उपहार स्वतन्त्रको उपहार हो यो आमाहरूलाई सबै हौसला लागेर अब म नभन्छु आज कति हुन्छ होला हुन्छ भाइ दिदी पनि उक्नु तपाईँ त्यहाँ मेरो दिदी है जहिले नि लुङ्गी मात्रै लाउँछु कस्तो राम्रो माया प्रेम गरेर होइन एक घरको परिवार जस्तो अहिले एक दिन भेट्यो भने हामीलाई कति लाग्छ हामीलाई माया एकदम माया बाँडेको छ सबै सट्टा खानु चिसो नखानु ए चोखा होइन जुठो होला दिदीले चिसो खानु नि सट्टै पार्नु त्यही हुँदैन बानी पो गर्नुपर्छ माथि बार्दैछ भाइ एकछिनमा जानु बार्दै हुन्छ चिसो भनेर थापेको नि आफ्नो के गर्नु अनि फेरि उसको छोरामा त्यो बस्ने सानो
यहाँ गुरुङले दिनु भएर पश्चिमको होला छौनी किन मर्छ यहाँ लुङ्गी बाँड्ने कार्यक्रम भइरहेको छ यतिखेर यो तपाईँहरूले पछाडि गएर व्याकरण लेख्नु भएको होला यसरी यो लुङ्गी बाँड्ने कार्यक्रम भइरहेको छ यतिखेर जुन यो नारायणपथमा चाहिँ श्रमदान भइरहेको छ यतिखेर यो दृश्य हो यतिखेर चाहिँ धरमदास ट्रेनको निर्माण यसरी नै ल मेरो दिलकुमार राई कहाँ हुनु यसरी नै साउनी खाए साउनीहरू आएन सन्जु लामजु खाए आमा आएर सियाप्छु आए त यति आएको छ त एकजना सबैजनालाई ल मेरो मम्मीले पनि आजको दिनमा लुङ्गी पाएको छ ल धरान10को यो नारायणपथको श्रम गर्दै छोड्यो आजको उहाँलाई विदेशबाट सहयोग गर्नुभएको थियो एउटा लुङ्गी आज मेरो मम्मीले पाउनु भएको छ यो देखिन्छ यसरी हाम्रो दिदीहरू स्वतन्त्र नागरिक समाजका दिदीहरू समाजसेवी दिदीहरू लगायत हाम्रो एजुकेसनको भाइ पनि मिडिया भाइ पनि यहाँ देखिन्छ यतिखेर यहाँ धेरैजना यहाँ उपस्थित भएको देखिन्छ यसरी काम गरेको यो दृश्य हो र आजको यो धरान10को आजको दृश्य हो यो नारायणपथ यस्तै छ 2082 साल आज असार 6 गतेको यो दृश्य हो यसरी देखाउँछु ल यसरी हो आजको यो सम्मान कार्यक्रममा आजको देखिन्छ लगायत हाम्रो मेरो साथीहरू पनि मेरो यो पनि यहाँ आउनुभएको छ यसरी अब बनाएको थियो भने यसरी हो काम गर्दैछ
अलिकति यो यसरी लाँदैछ ल हेर्नुहोस् त यस्तै छ है ल यसरी छ ल यसो छ हाम्रो मेयरजीले यसरी काम गर्दै हुन्छ हेर्नुहोस् त पुरा फटाफट कति जागरले काम गर्नुहुन्छ यसरी विरोध नगरिदिनु होला है यसरी आन्दोलन नगरिदिनु होला यसरी छ होइन यहाँ हाम्रो आमा मम्मी आमा के पाउनु भयो तपाईँले लुङ्गी पाए होइन तपाईँले लुङ्गी पाउनु भयो नि कतिवटा पाउनुभयो तपाईँले एउटा ए अनि अब खुसीको यसरी सरन्दान हुने भने त उपहार पनि पो पाइँदो रहेछ भाइ पाइन्छ नि भाइ बहिनी तर हिँड्नु दुःख चाहिँ गर्नु पर्यो जस्तो लाग्छ दुःख चाहिँ गर्नु पर्यो अलिक घरको समस्याले गर्दा त्यही गाडी ल आजलाई यति नै यही भिडियो यही समाप्त हुनेछ हस् त धन्यवाद थ्याङ्क यू